हेलो हाई नमस्ते 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 साथीहरू हाम्रो माया गर्नुहुने सम्पूर्णमा अनि सो आज पनि हामी आइसकेका छौँ वेलकम ब्याक माई युट्युब च्यानल निता ज्ञान अफिसियल युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ अनि आज चाहिँ हाम्रो मुखबारमा रहेको छ के भन्नु ल पोर्क ग्रेभी है क्या पोर्क ग्रेभी अनि के भन्छ लट्टेको साग अनि यो चाहिँ भियतनामी साग हो यो खै कुन साग हो हैन पिरो पिरो हुन्छ उनीहरु सलाद खान्छ तर मैले बनाएँ लट्टेको सागसँग अनि पापड रहेछ आज केही छैन चिकन विङ्स हो अनि यहाँ थोरै ग्रेभी छ अनि बासमती राइस ल आज चाहिँ हामी यति नै गर्दैछौँ सिम्पल सादा खानाको मुखबाङ गर्दैछौँ एक्साइटेड स्टार्ट लेट्स गो हजुर पनि इन्जोय गर्नु है माया गर्नु सबैजनालाई भन्छ सो यो चाहिँ टमाटर औ मैले के भने थिएँ यसो गर्नु पर्यो नि सुधाना हुन्छ ल है हुन्छ म के भन्छ यो चाहिँ पदेना र उको अचार हो तिमीलाई त्यही भयो लोभी राख्नु ल स्टार्ट यसरी पक्राइ खानु है ओहो कस्तो छ त है टेस्टी लाग्छ सो फर्स्ट बाइट सेकेन्ड बाइट एकदमै गर्मी छ क्या साथीहरु स्पाइसी नै भएछ फेरि मासु पुतल्यो मिठो देख्छ यस्तै हुन्छ काती लेमन भएला हैन रामी झन् त रामी आले चाहिँ खाइयो खाने आले चाहिँ परेछ म यति ठुलो खाइन्छ त यो चाहिँ एकदमै बेलिन टाइपको छ क्या बोसो छ क्या पुरै बोसो हो क्या चार खापे बस्छु म खान्छु र पनि बस्छु फुल मलाई क्या अक्टोबर खानु मन छ तर कबाइ खस दामे गर्मी
खाने खोर्सानी धेरै खानु नै हाले गर्मी छ नि गाह्रो बिसाउँछ क्या खाऊ न ल खाऊ खिलाऊ खिलाऊ मैले खाएँ स्पाइसी वाला खायो ये फ्राई है क्या रे फ्राई हो नहीं कतिजना माया गर्ने साथीहरू हुन्छ नि त हाम्रो आफन्तहरू किन भिडियो नआएको खै त भिडियो चाहियो भन्छ माया सबैलाई मनबाट मुरी मुरी धन्यवाद हजुरहरूलाई हैन फोन गरेर भन्नुहुन्छ क्या थ्याङ्क यू त्यही भएर माया गर्नु हुनुहुन्छ भन्ने राख क्या कपाल हेयर स्टाइल कस्तो छ मेरो कला है कडा ठिक छ ए आज मेरो ब्रासलेट पनि देखाउनु पर्ने हाय हाय रमाइलो गर्दै खानु पर्यो नि त भने ग्रेभी यो भयो तपाईँ सबै हाल्नु टिक्निक मासु खाइसक्नु पर्यो नि त फर्स्ट बस त खाली सर सर बस लट्टेको साग कति मिठो माछा भेट्न मिठो रोए जस्तो नर्दिन्छ तिम्रो त गर्मी छ एसी र फेन 24 घण्टा नाले हुँदैन पुरै मेरो फेस क्या सुन्नेर
डङ चान्जिउ रोकुवा अस्ति 36 झन् डिग्री होला तिमी उयो हो के भयो तिम्रो घरतिर अथवा मम्मी बुवा के भयो भनेर शङ्काले सोध्नु भएको क्या किनभने त पुरै आँखाहरू रङ सुन्दैछ फेसहरू हुनु परेछ काममा Any problem? खानु न Itu nun ba? ठाउँमा चाहिँ राख्थ्यो होला फेरि यसो त Suka misalnya no. 정확제거. एकदम लेमन चुस्नु त मेरो धेरै कसै मासु लाग्यो खयो लेमन लाएर खान आउँदैन क्या उसलाई कस्तो रसिलो हुन्छ फेरि यहाँको लेमन सुन्दर चुप्प पारेर कति हो कुकुर जस्तो गर्छ भन हुन त मेरो सानो तिनो कुकुर नै हो Bisa? Pira namanya ini pira pasti mata ada tuh kali milih. कसरी पिरो छैन त्यस्तो धेरै पिरो छैन आज अगाडि हालेको नि त मैले थाहा त मैले त्यस्तो गरेँ नि त तिनटा देखियो मेरो आफ्नै छ नाटक नगरेर खान्न हौ फेरि नि खोज्न थाल्यो जतिखेर नि क्यामेरामा आँखा त्यसै खान्छ छैन गरेन भने गरेन हेर्दा नि खोज्न थाल्यो फेरि झगडा हुन्छ त्यही बेला पनि होला क्या खाइदिउँ त कति यार खाइदिउँ न अलिकति मायाले भने तिमी मलाई खोजिदिएको छौ तिम्रो भागको दिएको छौ कोही हेन्जीको सिरो हो हामी यस्तो मान्छेले आउनु पर्दा होइन किनभने जाँड घाइते छ टङ्गे डुलो परेछ उम्रिँदैछ खानु भएको छैन राम्रोसँगले के खाले हो काटेर मुसा हुँदैछ है Mama. सेतो किरा आमा कति चाँडै तिमी त म त फर्काउने क्या हो यता त डल्ली पनि धेरै खान थाल्यो म त कस्तो हुन थाल्यो अझ म त ढिला खान्थ्यो मुखमा गर्न आएको साथीहरू चुम्मा चाटी गर्न आए जस्तै फिल भइरहेको छ नि तिमी अनरोमान्टिक छौ त्यही भएर तिमी अनरोमान्टिक छौ त्यही भएर रोमान्टिक गरेन लास्ट पिस यही भयो
र फिनिस भयो बाबा ग्रेभी नै ओके अचार अचार त ओइसी बोक्दा विङ्स खाऊ न हजुर म खान्न ल आफ्नो भात खाँदै बेबी ल सानो दिन्छु आफ्नो भात खानु पर्यो नि काँडे हाल्दा गन्छ मायाले दिएको त मायाले दिएको हो बाचा बाचा भात पनि फिनिस यार Ali Baba Miju kudasai कस्तो भरि आधा आधा पानी फिनिस गरे अगाडि पानी त डर त बग्दै बग्दै पानी बग्दै Oh my god. छिटो सबक्क ताम त गरम गरम गरेर हेरौँ लु लाइभ सरी ढिलो भयो क्या अलिक खानु गम गम निल्नु पर्दैन क्या त्यसरी हामीले खाँदै गर्नु न त्यसरी हो त्यसरी तान्नै पो त अनि पो बेला पाँच चपाउँदै गर्छ त्यसो यस ओके डन कहाँ देखाइसक्नु भयो अर्क्यो तातो पनि हो ल भयो नि त अब छोडिदिनु उयो देखाउनु भयो आज फर्स्ट टाइम होला है मुभआन गरेकोमा आज फिनिसिङ गरेको यासै बाइक सो आज चाहिँ हामीले चाहिँ दुईजनाले मुखपान गरिसकेका छौँ आज सायद हाम्रो फर्स्टचोटि सबै क्लियर भएको होला एसएससी सकिएन त्यही पनि हामीले सक्दो आज ट्राई गरेका थियौँ
लगभग सकि पनि सक्यो, फिनिस पनि गरिसक्यो। त्यही भएर हजुरहरूको माया सपोर्टको खाँचो धेरै धेरै छ। ल हजुरहरूले पनि एकदम एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढ्नु होला भन्दै केही भन्नु छ? सो फाइनल्ली सकियो अरे के। ल आजको हाम्रो मुभमेन्ट चाहिँ यति नै हो साथीहरू। हजुरहरूको माया र साथ सपोर्टले गर्दाखेरि एकदमै हामी खुसी छौँ। फेरि पनि गरिदिनु होला भन्दै अहिलेको लागि चाहिँ बाई बाई। See you in next video.